अझै खोल्न मिल्छ है, अझै खोल्न मिल्छ माइक। र पछाडि बाध्य गराउने सम्पूर्ण दाइहरूले पनि मेरो नमन छ, नमस्कार छ। कस्तो मिठो बुझाउनुहुन्छ, एकचोटि सुनिदिउँ न त यो आफूलाई यसको है त। अब अर्जुन सपना आयो, कुन गीत गाएको रहेछ भन्ने एकचोटि विचार गरेर अलि लाउड हुनु पर्यो। रातैभरि निद्रा छैन, यसो आँखा जोड्यो भने बस्यौ अलग्गै। अब पहिला चाहिँ मैले गाएको गीत भन्दा पनि सुरुमा त मैले के गर्नुपर्ने देख्यो भने हरे महाराज परीक्षित सुखदेव स्वामीलाई बताउँदा यसरी रमाइलो भागको बेलामा जस्तै नाच्दैन, जस्तै ताली बजाउँदैन, त्यस्तालाई भगवानले पापी बक्सिन्छ। अझ यहाँ कलाकार आज धुम्म पऱ्यो छ, बसेको छ। आज त घाम पनि ठिकै लाग्यो, कपडा सुकाएँ, आनन्द छ। अलिअलि हेर्छु नाचेको के आज हो भनेर हात खुट्टा बाँधेर जसले बस्छ त्यस्तालाई भगवानले पापी बक्सिन्छ। जसले धर्म कमाउन चाहनुहुन्छ सबैले हातमा गरेर ताली बजाइदिई बक्सेला। अझै हेर्नु, अझै नतेरेको है, अझै नतेरेको। खै यता बस्ने दिदीहरूको सबैको हातमा दिएर त एकचोटि खै त हातमै चक्का जाम आए जस्तो भयो कि। खै सबैको हातमा दिएर त एकचोटि। हे हाम्रो तनहुतिर बल्ल त भयो रमाइ, सबै तनहुतिर बल्ल त भयो, सबैको हातमा दिएर जस्तै नाच्छ, जस्तै ताली बजाउँछ त्यो मान्छे मरेपछि स्वर्ग जाने बेलामा राम्रो बाटो भएर जान पाउँछ। जस्तै नाच्दैन, जस्तै ताली बजाउँदैन त्यो मान्छे घर जाँदा पैसा हराइजाओस्। जस्तै नाच्छ, जस्तै ताली बजाउँछ त्यो मान्छे घर जाँदा पैसा भेट्छ। यो आमा हाम्रो त हराउँदैन चलेकै छैन, यहाँबाट के हराउँथ्यो र भनेर हल्ला गरेर बसेर खोइ आमाहरूको मात्रै एकचोटि केटाको टोलीले आमाहरूको मात्रै तालीहरू हो त। खोइ आमाहरूको हातमा दिएर तालीहरू त एकचोटि जान्ने हुन्छ त। अनि कसरी ताली बजाउने अरे देखाइदिनु त, कसरी ताली बजाउने सिकाउनु पर्छ छोरीछोरीले आमाहरूलाई। खोइ आमाहरूले ताली बजाउनुहोस् त। हे हाम्रो तनहुतिर बल्ल त भयो सबैले अब सरकार मानि छोराछोरीहरूको मात्रै तालीहरू आउँदा भर्खरका को छ तिनीहरूको।